आखिर के भयो त भुन्टी न्यू एपिसोड 310 मा साथीहरू यस्तो भयो जुन चाहिँ तपाईँहरूले सुनेर पनि अचम्म मान्नुहुन्छ। यहाँ चाहिँ भुन्टीको जेठानीले चाहिँ भुन्टीलाई धक्का दिएर भूपेन्द्रको सिरानीमा फालिदिइसकेको छ। उनलाई चाहिँ जगल्टा सकल्टा चुरेर घरबाट निकाल्ने प्लान भइसकेको छ। यहाँ चाहिँ के हुँदैछ यस्तो? भुन्टीले के सधैँभरि दुःख पाउने हो त? के भुन्टीले चाहिँ सुख पाउनु भन्ने लेखेको छैन र भाग्यमा? हो साथीहरू, भूपेन्द्र कि जेरी माया भन्ने चाहिँ यहाँ पुगिसकेका छन्। झ्याप्प अङ्गालो हालेको देख्दा चाहिँ भुन्टीको मनमा चाहिँ यस्तो चोट पुगेको छ जुन चाहिँ उनले सोच्न नसक्ने। उनको बुढालाई अङ्गालो हालेको देख्दा उनी चाहिँ आफूलाई लास्ट टाइम गाह्रो महसुस गरिसकेकी छिन्। उनले चाहिँ यो घरबाट जाने निर्णय गरिसकेकी छिन्। मेरो बुढा चाहिँ अरूसँग खुसी हुन्छ भने म चाहिँ उसलाई त्यागेर म चाहिँ अन्तरी गएर बस्छु। जहाँ जाउँ मेरो जाने ठाउँ कहीँ पनि छैन, म चाहिँ उतै गएर बस्छु। यो सब देख्दा कसैको कुनै पनि श्रीमतीलाई राम्रो लाग्दैन र आफ्नो श्रीमान अरूसँग लागेको देख्दा चाहिँ बिल्कुलै पनि राम्रो लाग्दैन र त्यही गरेकी छिन्। अब भूपेन्द्रलाई स्याहार्ने कोही हुँदैन। अब ठिक्कै हुन्छ भूपेन्द्रलाई चाहिँ। यता अब नि भुन्टीको जेठानीले चाहिँ जगल्टा चुरेर चाहिँ बाहिर निकाल्ने प्लान गरिसकेकी छिन्। उनले चाहिँ झ्यामझुम हानेर चाहिँ उनले चाहिँ बाहिर निकाल्दैछिन् ढोकाभन्दा बाहिर। अब के भुन्टीले अब के सधैँभरि दुःख पाउने हो त सबैको हातदेखि? अब भुन्टीलाई दुःख दिने मान्छेको सबैले पनि दुःख पाउन् भन्ने चाहनुहुन्छ। को कमेन्ट गर्नु होला र लाइक सेयर गरेर सबै नयाँ साथीहरू जोडिनु होला। हामी जान्नेछौँ यो भूमिकाको बिहेमा पहिले रातमा सग्रात हुँदा चाहिँ भयो यस्तो काण्ड। यदि ढिलोसम्म सुतेको किन तिमीले काम गर्न जानु पर्दैन? छिच लाग्छेन अहिलेसम्म? मेरो दिदीको र मम्मीलाई सेवा गर्नुपर्छ। बिहान बुहारी भएर अहिलेसम्म सुत्ने तिमीले भन्दै उनले चाहिँ यस्तो गरे। भूमिकाले चाहिँ भुन्टीलाई दुःख दिएको देख्दा चाहिँ यो त दुःख के पनि परे छैन, ठिक्कै हो। उनले चाहिँ अझै पनि दुःख पाउनुपर्छ भन्ने ठिक्कै हो। यता चाहिँ भूपेन्द्रलाई भने गाली गर्दैछिन् उनकी भाउजूले। किनभने हो साथीहरू यस्तै हो। उनले चाहिँ भुन्टी जाँदा चाहिँ भुन्टी भनेर चाहिँ गर्दा चाहिँ कति मलाई सुत्न नदिएको। तिम्रो हातखुट्टा चले होइन, त्यही माथि निक्करे भाँचेर तिमीलाई घरबाट निकाल्नु नपरोस् थाला पर्ने गरेर भनेर उनले चाहिँ गाली दिन्छन्। अनि चाहिँ मेरो निन्द्रा किन डिस्टर्ब गरेको भनेर। उता भने सियाको छोराले पनि यो अङ्कलले खालि किन भुन्टी भनेको होला, आफ्नो मेरो पनि निन्द्रा डिस्टर्ब गर्छ, आफ्नो पनि निन्द्रा डिस्टर्ब गर्छ। यो त भुन्टी भनेर मर्ने लागिसक्यो भन्छन्। यहाँ भने सियाले भने आफ्नो देवर बापले चाहिँ गाली गर्छन्। कति कराएको तपाईँको भुन्टी आउँदैन भनेर थाहा छैन भनेर चाहिँ भन्छन् उनी चाहिँ। यता भने चाहिँ साथीहरू भद्र चाहिँ भुन्टीलाई अस्पतालमा ल्याएर चाहिँ हस्पिटलमा चाहिँ औषधि गर्दैछन् र भुन्टी चाहिँ यहाँ चाहिँ रुँदैछिन्। अब म चाहिँ कहाँ जाने होला, कसको घरमा जाने होला, मेरो चाहिँ साथ दिने कोही पनि छैन भन्दै चाहिँ उनी चाहिँ भद्रको घरतिर लाग्छिन्। यिनीहरूको चाहिँ प्रेम हुनुपर्छ भन्ने को हुनुहुन्छ लाइक सेयर कमेन्ट गर्नु होला साथीहरू। म चाहिँ हेर्न चाहन्छु भद्रको र भुन्टीको चाहिँ विवाह होस् र एकअर्कासँग सुखी जीवन बिताउन्। यता भने भद्रको बहिनीले पनि भुन्टीलाई नराम्रो नजरले हेर्ने सक्ने सम्भावना